साथीहरु हेर्नुहोस् है मैले चाहिँ अचार बनाउन आँटेको हो। यसमा चाहिँ सबै मिक्स छ, धनिया, प्याज अनि चिली पाउडर अनि टमाटर, बैगन अनि खुर्सानी छ तल चाहिँ सबै काटेर रेडी गरेको छु। यसरी मिचेर चाहिँ खाने। अस्ति नै एकताल बनाएको थिएँ कि अनि बनाएर दिएको थिएँ यिनीहरूलाई, मिठो लागेछ। हिजो पनि आउने बित्तिकै ओइ अचार बना ल भन्दै थिएँ, मैले बनाइदिएन कि अनि आज चाहिँ बनाएर अनि मिठो लाग्छ अरे कि अनि अचार बनाइदिएको। हेर्नुहोस् है साथीहरु, तपाईँहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ साह्रो मनपर्छ। घरमा चाहिँ यसरी खानु पाउँदिनँ किनभने घरमा चुला छैन नि त त्यस्तो खालके, इन्डक्सन टाइपको चुला छ। भयो फाइनली। हेर्नुहोस् साथीहरु कस्तो देखियो मेरो अचार। यहाँ चाहिँ अचार बनाएको छु हो। अनि यहाँ चाहिँ कोपी होइन के भन्छ क्याप्सिकम, टमाटर अनि खस के जति लगाएर चाहिँ बनाएको, त्यसले चाहिँ खानु आँटेको छ हो। ओपन दिस वान। ओला खलास खलास। यसमा चाहिँ चिकन भात अनि यस्तो खानु मन पर्दैन नि त। अन्त चिकन खायो भने पनि अब यो चामल व्हाइट राइस छ, अन्त त्यसपछि अन्त सब्जी त चाहिन्छ। हामी इन्डियाको मान्छेहरूलाई चाहिँ एकदम अचार अनि सब्जी नभए त हुँदैन। यो भात र के अरे मासुमा त कसरी खानु होला साथीहरु, होइन भन्नु त? त्यही भएर चाहिँ अलिकति चटपटे चाहिँ मनपर्छ। यिनीहरूले त्यस्तै खान्छ। अनि मेरो अचार चाहिँ हेर्नुहोस् है, अचार चाहिँ कसलाई मनपर्छ भन्नुहोस् है। मेरो चाहिँ अचार एकदम फेभरेट हो, फेभरेट। यत्रो मनपर्छ अचार चाहिँ। साथीहरु हामी चाहिँ खानु थालेको है। यहाँ चाहिँ यता से हाई मीरा से हाई, मीरा से हाई। नमस्ते सिला हेलो। मैले अचार र सब्जी बनाएको पुरा मिठो लाग्यो अरे। अनि पिक्चर हेर्दै खाँदैछ यिनीहरूले। यस्तो चाहिँ विदेशीको जिन्दगी।